चाहिँ दाजुभाइ आफ्टर लङ टाइम म चाहिँ लगभग 1 वर्ष पछाडि होला बुर्ज खलिफाको दर्शन गर्न आएको। अनि मेरो दाइ चाहिँ आइराख्नुहुन्छ बेला बेला। आज दाइको सपिङ गर्न आएको छ बुर्ज खलिफामा। यहाँनिर चाहिँ रिच पिपुलहरूले मात्रै सपिङ गर्छ। मेरो दाइ पनि त्यसमध्येमा एउटा रिच मध्येमा एउटा पर्नुहुन्छ। अनि सो मैले यहाँ भ्लगिङ सुरु गरिरहेको छु। क्राउड चाहिँ अप्पर क्राउड छ होइन। ट्रेनमा म निस्किन नसकेको क्या, मेट्रोबाट निस्किनु खोज्दाखेरि आफ्नो डेस्टिनेसनमा आइपुगेर निस्किन खोज्दा निस्किन नसकेको। लेट मी गो आउट भनेर कराएँ। अनि मान्छेलाई पक्का र पुक हान्दै हान्दै निस्केको। एउटाको भुँडीमा गएर बाउन्स भएर निस्केको बाउन्स भएर निस्केको छु। यति धेरै क्राउड छ होइन। पछाडि ब्याकमा हेर्न सक्नुहुन्छ राम्रै राम्रै परिहरू पनि छ है। यहाँ चाहिँ स्पेसल्ली मान्छेहरू परी हेर्न आउँछ। विदेशी परीहरू कसो दाइ। र फाइनल्ली दुबई मल चाहिँ इन्ट्री गरिसकेको छौँ। डिफ्रेन्ट सपहरू छ यहाँभित्र चाहिँ। यहाँनिर चाहिँ होइन आफूले खोजे जस्तो सामानहरू चाहिँ जे खोज्यो त्यही भेटिन्छ कि। यहीँ आइसक्रिमवाला दाइ पनि हुनुहुँदो रहेछ। बवाल त यहाँ रहेछ नि त नि। गाडी त वान अफ दि ब्रिलियन्ट गाडी। अब ल दाइ ऊ बेलामा बाजेले चढेको गाडी पो रहेछ त त्यहाँ त। यहाँ त नि के छ नि हो रौनक त आफूले सोचेको भन्दा धेरै भयङ्कर हुन्छ है। यहाँ चाहिँ यहाँनिर चाहिँ वर्ल्ड टप चिजहरू भेटिन्छ है। यहाँनिर एउटा छ वर्ल्डको सबैभन्दा ठुलो वाटर म्युजियम पनि छ यहाँ। हामी अहिले सानो क्लिप प्ले स्टेसन गेमहरू खेल्छु भने केटाकेटी हो भन है मलाई, म कार्गो गरिदिन्छु यहाँबाट। महिनाको 2 लाख रुपियाँ चाहिँ तिमीले हाल्नुपर्ने हुन्छ। सामान चाहिँ म कार्गो गरिदिन्छु। 2 लाख मलाई हालिदेऊ न। के कस्तो त दाइ? ठिक हो नि होइन 2 लाख हालिदिँदाखेरि त। पनि रहेछ यार। तोरी भन्थ्यो गाउँमा दाइहरूले। यहाँनिर चाहिँ मान्छे लास्ट हराउँछ यार। तर भन्ने नै हो भने यहाँनिर अप्पर हराउँछ के। उयो काकाले लाउनु भएको कपडा त कस्तो राम्रो रहेछ यार दाइ। काका काकीले लगाएको कपडा यहाँ हेर्नु न दामी रहेछ। मन पर्यो मलाई काकाको यो जुत्ता। म त दुबई मलभित्र यसो घुम्दै गर्दाखेरि एकजना दाइले जुत्तामा आर्ट गर्दै हुनुहुन्थ्यो। अनि यो चाहिँ वान अफ दि वाउ र ब्रिलियन्ट मोमेन्ट लाग्यो। यो साँच्चीको कलाको प्रदर्शन भइरहेको थियो कि त्यहाँनिर एउटा कलाको प्रदर्शन भइरहेको थियो। अनि त्यो मोमेन्टलाई चाहिँ क्याप्चर गरेँ। अनि यो जुत्तामा चाहिँ यहाँनिर ट्याक्कसँगले वाट इज दुबई, हाउ इज दुबई भनेर झल्काएको छ कि। अनि यसको प्राइस चाहिँ 1850 लगभग 70-80 हजार पर्छ कि नेपाली यो जुत्ता। रिच किड्सले चाहिँ आज स्पिकर किनेको अरे फ्लिप 7 स्पिकर। यसको चाहिँ दाम चाहिँ सानो भनेको 700 रुपियाँ रहेछ। 700 दिरामको। अब अनबक्सिङ गर्दैछन् स्टोरमै बसेर मेरो दाइले। ए के हो भन फ्लिप 7 रे के हो भने यसको अगडम बगडम त टन्नै छ त यसको त भित्रको दाना तिर्गुनाहरू त नि। ल जेबिएलको ओरिजिनल ब्रान्ड लिन सक्सेस। सानो 700 को मात्रै हो। हेरी हो। गीत बजाउँ त कस्तो आउँदो रहेछ फेरि एकचोटि। यो यसमा चाहिँ आफ्नै जोडौँ है यसमा। बुर्ज खलिफाको टावर म र दाइले हिजो बिहानदेखिको खाएको पावर नै हिँडिरहेको छौँ। राम्रो राम्रो पुतलीहरू पनि छ नि यहाँ। सबै चाहिँ इन्टायर दुबईको भ्यू हेर्नु आएको है। शब्द केही बोल्नुहुन्छ दाइ पुतलीहरू हेरेर? केही नभन होला अब। Dubai.
वाटर फाउन्टेनको दृश्य सकियो। सकिसके पछाडि हामीले अब के गर्ने त भनेर सल्लाह गऱ्यौँ अनि कफी खाने प्लान भयो। त्यहीँ बुर्ज खलिफाभित्र कफी मगायौँ हामीले। दाइले क्यापुचिनो मगाउनु भयो विथ आल्मन्ड डोनट्स अनि मैले अमेरिकानो विथ चक्लेट डोनट्स मगाएँ अनि खायौँ। हामीले एकदमै इन्जोय गऱ्यौँ, रमाइलो गऱ्यौँ। होप you guys enjoy my video. Please like, share, subscribe and comment for more refreshing video. Thank you.